हेलो एप्रियन साथीहरू, आज म पकाउँदैछु सेलरोटी। मेरो जस्तै तपाईहरू पनि अब घरमा सामानहरू के पनि छैन, तै पनि सेलरोटी खाने मन लागेको छ भनेर चिन्तितमा हुनुहुन्छ। त्यस्तो भने अब चिन्ता नगर्नुहोस्। तपाईँ हाम्रै घरमा रहेको आफ्नै अब किचनमा रहेको सामानबाट आज म बनाउँदैछु सेलरोटी। त्यसको लागि सबैभन्दा पहिला मैले लिनुपर्ने हुन्छ चामलको पिठो। चामलको पिठोलाई म एकदमै चाल्दैछु, लगेको छु। जति मात्रामा चाहिने उति मात्रामा म चाल्दैछु। साथीहरू, तपाईँहरूले पनि तपाईँहरूकै घरमा भएको तपाईँहरूकै किचनमा रहेको सामानबाट तपाईँहरूले पनि मेरो जस्तरी सेलरोटी बनाएर खानुहोला। मैले अब चाहिने मात्रामा अब पिठो चाल्दैछु। तपाईँहरूले पनि यस्तै गरेर सेलरोटी खानुहोला। अब मैले यसमा राख्छु 1 कटौरा पिठो, गहुँको पिठो मैले 2 कटौरा हालेको छु। अब 2 कटौरा गहुँको पिठो पनि यसमै हाल्छु। गहुँको पिठो अब सबैको घरमा हुन्छ। गहुँको पिठो अब नभएको कुनै पनि घर हुँदैन। त्यो भएर तपाईँ हाम्रै भएको किचनमा भएको सामानले आज म बनाउँदैछु सेलरोटी। त्यसको अब गहुँको पिठो पनि चालिसकेको छु। त्यसपछि मैले यसमा 2-3 चम्मच घिउ पनि राखिदिन्छु। मैले यसमा घिउ पनि राखेको छु। त्यसपछि मैले तपाईँहरूलाई कतिको गुलियो मनपर्छ त्यो अनुसार नै चिनी राख्नुहोला। मैले पनि यसमा चिनी राखेको छु। मलाई धेरै गुलियो मन नपर्ने भएकोले मैले थोरै नै एड गरेको छु। तपाईँहरूलाई कतिको गुलियो मन पर्छ त्यो अनुसार नै चिनी राख्नुहोला। मलाई कम गुलियो मन पर्ने भएकोले मैले कमै राखेको छु। त्यही भएर तपाईँहरूले पनि मेरो जस्तै गरेर सेलरोटी पकाएर खानुहोला साथीहरू। मैले अब यसमा सोडा हाल्न बिर्सेको थिएँ, अनि मैले त्यो भएर मैले यसमा थोरै सोडा पनि एड गर्दैछु। सोडा पनि अब एड गरे। तपाईँहरूले अब यसलाई धेरै नहाल्नु होला, जति चाहिन्छ त्यति हाल्नु होला। त्यही भएर मैले थोरै नै राखेको छु। सोडा धेरै भयो भने पनि रोटीहरू अलि फुट्छ, त्यो भएर मैले थोरै नै हालेको छु। अब यसलाई अब मजाले एकदमै अनि चिनी, घिउ, सोडालाई एकदमै मिसाउनु पर्ने हुन्छ। त्यही भएर मैले एकदमै मिसाउँछु अनि थोरै पानी हाल्दै एड गर्दै गर्छु। चिसोको मौसम छ, तपाईँहरूले पनि मेरो जस्तै तातो सेलरोटी खान मन छ अनि भनेपछि यस्तै गरेर सेलरोटी पकाएर खानुहोला। सामानहरू धेरै के पनि लागेको छैन, मैले के पनि धेरै हालेको छैन। तपाईँ हाम्रै घरमा भएको भान्सामै पाइने सामानहरूबाट नै अनि रोटीहरू पकाउँदैछु। थोरै पानी हाल्दै एड गर्दै गरेर यस्तै गरेर जति सक्दो अनि मिचो त्यति धेरै राम्रो हुन्छ। जति सक्दो तपाईँहरूले पनि एकदमै मिच्नु पर्ने हुन्छ यसलाई। सेलरोटी खानको लागि जति धेरै मिचो त्यति धेरै राम्रो हुन्छ। त्यो भएर मैले एकदम मिचेको छु। मैले एकचोटि अनि मिचेर छाडेको थिएँ, 5 मिनट पनि भएको छैन। मैले फेरि नै यसलाई फेरि मिचिहाल्छु अनि पानी हाल्दै एड गर्दै गर्छु। यो पिठो अनि यसलाई भिजाएर
1-2 घन्टा राखेको भए अझै राम्रो हुन्छ सेलरोटी। अब हाम्रोमा अलि धेरै हतार थियो अनि त्यो भएर अनि अहिले मैले धेरै बेरसम्म राखेको छैन। मैले पिठो मिस्न बित्तिकै अनि हालिदिएको छु। तपाईँहरूलाई पनि यस्तै हतार छ अनि मेरो जस्तै अनि छ भनेपछि छिटो हाल्दा पनि राम्रो नै हुन्छ सेलरोटी। अनि तपाईँहरूलाई हतार छैन भने एकचोटि भिज्न दिएर पछि हाल्दा पनि राम्रो नै हुन्छ। त्यो भएर मैले अब एकदमै यसलाई मिचेको एकदमै फिट्छु। पानी हाल्दै एड गर्दै गरेर एकदमै यसलाई फिट्छु। तपाईँहरूले पनि मेरो जस्तै गरेर एकदमै फिट्नुहोला। लगभग मेरो फिटेर पिठो रेडी भइसक्यो, भएको भएन भनेर मैले चेक गरेको छु। अब यसपछि मैले अब सुरु गर्छु सेलरोटी पकाउनको लागि। अब मैले सुरु गरेँ। मैले आगो बाल्दैछु। त्यसपछि मैले कराईमाझा लगाएँ। अब कराईमाझा लगाइसकेपछि अब मलाई हातले हाल्न त आउँदैन। तपाईँहरूलाई पनि मेरो जस्तै हातले हाल्न आउँदैन भने चाहिँ एउटा बोतल लिनुहोस्। मेरो जस्तै यही बोतलको सहायताले अनि तपाईँहरूले पनि हाल्नुहोस्। मैले एउटा बोतल काटेर यही बोतलकै सहायताले हाल्छु। अनि सेलरोटी हाल्नको लागि एकदमै सजिलो छ, के पनि छैन। मेरो जस्तै सेलरोटी हाल्न आउँदैन भने तपाईँहरूले पनि यसरी हाल्नु होला सेलरोटी। हेर्नुहोस् है साथीहरू, एकदमै सजिलो छ। एकदमै सेलरोटी हाल्न एकदमै सजिलो छ। यस्तो राम्रो भएको थियो सेलरोटी। साथीहरू मन परे एक लाइक गरिदिनु, धन्यवाद।